हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म एकदमै सजिलो र मिठो आलु चपको रेसिपी बनाएर देखाउन गइरहेको छु। भिडियो हेरेर साथ दिनुहोला। सुरुमा चाहिँ हामीलाई चाहिने जति आलु राम्रोसँग पखालेर एउटा कुकरमा राख्नुपर्छ। त्यसपछि थोरै पानी हालेर 2 देखि 3 सिटी लगाउनुपर्छ। त्यसपछि हामी यता आलु चपलाई चाहिने अचारको रेसिपी पनि रेडी गर्छौँ। भुटेर राखेको तिल, स्वादअनुसार खुर्सानी, स्वादअनुसार टिमुर, स्वादअनुसार नुन र थोरै लप्सीको अमिलो राखेर उसिनेको टमाटर राख्न सक्नुहुन्छ। त्यसपछि थोरै पानी हालेर यसलाई पिस्नुपर्छ। त्यसपछि हाम्रो अचार पनि रेडी हुन्छ। अर्कोतिर हामी एउटा भाँडामा उसिनेर रेडी भएको आलुलाई राम्रोसँग छोडाएर राख्नुपर्छ। यो रेसिपी बनाउन चाहिँ एकदमै सजिलो छ र यो आलु चप चाहिँ सबैलाई मनपर्छ। त्यसपछि हाम्रो उसिनेर तासेको आलु पनि रेडी हुन्छ। र अर्कोतिर एकदमै छुटाउन नहुने आलु चपको रेसिपीलाई चाहिने मसला हामी रेडी गर्छौँ। म चाहिँ यो रेसिपीमा वाइवाई चाउचाउ पनि मिसाउँछु। वाइवाई चाउचाउ राख्दा चाहिँ एकदमै मिठो टेस्ट आउँछ। 1 प्याकेट वाइवाई चाउचाउ राख्ने, थोरै अदुवा र प्याज राखेर यसलाई मिक्सरमा पिस्ने। त्यसपछि हाम्रो मसला यस्तो हुन्छ र अघि छोडाएर राखेको आलुमा मिक्स गर्ने। त्यसपछि वाइवाई चाउचाउको मसला पनि राख्नुपर्छ। यसमा चाहिँ हजुरहरूले हरियो खुर्सानी पनि राख्न सक्नुहुन्छ, तर म चाहिँ बच्चाहरूले खाने भएको भएर खुर्सानी चाहिँ त्यति राख्दिनँ। र स्वादअनुसार नुन राख्ने, स्वादअनुसार थोरै जिरा धनियाँको धुलो राख्ने र थोरै बेसार राख्नुपर्छ। हजुरहरू चाहिँ हरियो खुर्सानी र प्याजलाई काटेर पनि राख्न सक्नुहुन्छ, तर मैले बच्चाहरूले खाने भएको भएर मिक्सरमा पिसेर राखेको छु। र थोरै काटेको धनियाँ राख्ने र राम्रोसँग हात धोएर यसलाई एकदमै राम्रोसँग मिच्नु पर्दछ। मैले चाहिँ हात एकदमै राम्रोसँग धोएर मिचेको छु। हजुरहरूले ग्लोभ्स पनि लगाएर गर्न सक्नुहुन्छ। र यो आलु चप एकदमै राम्रोसँग मोलेपछि यस्तो देखिन्छ। यसलाई चाहिँ किर्खा नहुने गरी एकदमै राम्ररी मोल्नुपर्छ। र अर्कोतिर हामीले पिठोको ब्याटर पनि रेडी गर्छौँ। हजुरहरू चाहिँ आफ्नो इच्छाअनुसार बेसनको पिठो पनि लिन सक्नुहुन्छ, तर मैले चाहिँ यहाँ आटाको पिठो लिएको छु। मलाई चाहिँ आटाको पिठोको ब्याटर एकदमै मनपर्छ र एकदमै क्रिस्पी हुन्छ। र थोरै पिठो लिएर स्वादअनुसार नुन, स्वादअनुसार खुर्सानी, थोरै बेसार र थोरै फुड कलर पनि राख्न सक्नुहुन्छ। यो चाहिँ अप्सनल हो, हजुरहरूले राख्दा पनि हुन्छ, नराख्दा पनि हुन्छ। र पानी राखेर यसलाई राम्रोसँग एउटा ब्याटर रेडी गर्नुपर्छ। रेडी गरेको ब्याटर चाहिँ हाम्रो यस्तो देखिन्छ। त्यसपछि हामी अघि रेडी गरेको आलुलाई सेप दिन्छौँ। हजुरहरूले जस्तो सेप पनि दिन सक्नुहुन्छ, गोलो, लाम्चो। म चाहिँ लाम्चो सेप दिएर बनाउन गइरहेको छु। र मैले सेप दिएर 15-20 वटा जति रेडी गरेको छु। हजुरहरूले चाहिँ आफ्नो इच्छाअनुसार बनाउन सक्नुहुन्छ। त्यसपछि मेरो आलु चप यस्तो देखिएको छ। अब चाहिँ हामी एउटा कराईमा तातो पारेर तेल तताउँछौँ। तेल चाहिँ एकदमै राम्रोसँग तात्नुपर्छ, नत्र हाम्रो आलु चप बिग्रिन्छ। यसलाई चाहिँ गरेको पिठोको ब्याटरमा चोप्ने र तातो तेलमा राख्नुपर्छ। र राम्रोसँग रातो हुने गरी एक साइडमा पाक्नुपर्छ। र 2-3 मिनटपछि यसलाई चलाएर पल्टाउनुपर्छ। र हाम्रो आलु चप यस्तो देखिएको छ। हामीले चाहिँ बिस्तारै चलाउनुपर्छ, नत्र आलु चप बिग्रिन्छ। र हेर्नुहोस् त, हाम्रो आलु चप चाहिँ पाकेर रेडी भएको छ। र मेरो सबै आलु चप पाकेर पनि रेडी भइसकेको छ। हजुरहरू पनि यस्तै गरी घरमा आलु चप पकाएर खान सक्नुहुनेछ। हेर्नुहोस् त, देख्दै खाउँ खाउँ लाग्ने आलु चप पनि रेडी भइसकेको छ। मैले चाहिँ आज टमाटरको अचारसँग लिएको छु। बच्चाहरूलाई चाहिँ अचारसँग भन्दा पनि केचपसँग बढी मनपर्छ, त्यसैले केचपसँग पनि दिन सक्नुहुनेछ। हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ? राम्रो लागिरहेको छ भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला।